हेलो गाइज, आज हाम्रो यात्राको ब्लग सुरु हुन गइरहेको छ। यहाँ हुनुहुन्छ विशाल भट्टराई सर। आज हामी कहाँ जाने विशाल सर? आज हामी भेडेटार हुँदै कहाँ जान्छौँ अब हेरिदिन्छौँ। लेट्स सी। अब आजको यात्रामा एकदम धेरै हामी भिडियोजहरू बनाउँछौँ। होप यु अल लाइक इट। भेडेटारमा हाम्रो पुरानो मेमोरीहरू धेरै छन्। सब्जीहरू कति राम्रा राम्रा हो। काँक्रो होइन आउन चाहिँ आउँछ नि, तर यताको त धेरै बिसादी हालेको हुन्छ क्या यो मेन एरियाको चाहिँ। यहाँबाट चाहिँ हामी राजा रानी ताल होइन विशाल? राजा रानी ताल यहाँबाट चाहिँ हामी जान्छौँ। रानी ताल यो होटलमा नि हामी अस्ति नै आएर खाना खाएको, यही होटलमा। तपाईँ हुनुहुन्थ्यो नि त्यतिखेर। भेडेटार हामी नअल्मलिकन अब यतातिर राजा रानीतिर जान लागेको छौँ। यहाँनिरको लु यहाँको मेमोरी भन्नु त विशाल ल। भेडेटार पार्क हामी पहिले आउँथ्यौँ जोस् गाडीमा।
हेर लाली गुराँस विशालले मलाई लाली गुराँस होलेको ठाउँमा लगिसक्नुभयो त बसिरह तिनीहरू हेर देखिस् होइन देखिस् होइन अब कति डेन्जर म त सक्दिनँ है विशाल त्यस पहाड कस्तो डेन्जर म त जान्न है विशाल तपाईँ नै जाने पर्दैन के बाटो यस्तो खालको छ एकदम एडभेन्चरस टाइपको बाटो लागिरहेको छ मलाई डरलाग्दो खालको कालो खालको बाटो छ यता पाहाडहरू छ विदेश गए जस्तो She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe, with a notebook and a grin. She's chasing skies. लाली गुराँस है लाली गुराँस हाँ यहाँ त पुरै बाटो यस्तो छ यहाँको भिड हेऱ्यो भने यस्तो खडा भिड छ डेन्जर भिड रहेछ यहाँ चाहिँ इटरी झापाको गर्मीदेखि हामी अब यस्तो ठाउँमा आएको छौँ चिसो न चिसो छ अब ज्याकेट नलगाइकन नहुने रहेछ अघि बिल राम्रो राम्रो फुलहरू फुलेको ठाउँ नेचरल ब्युटी राजा रानी ताल आइपुगेको छौँ विशाल सरले यहाँसम्मको यात्रा गराउनु भएकोमा धेरै धेरै धन्यवाद अब हामी भित्र हेर्न बाटो जाँदैछौँ खत्तम हाम्रो बोटिङ पनि छ उता यो साइक्लिङ पनि बुढो यो त रमाइलो हुन्छ होला त तर एउटा साइकलमा खुट्टा त डुबेर मर्नु छ होला नि हो विशाल हुन्छ नि यहाँ त पुरा ठुलो ताल पो रहेछ त्यो त She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe, with a notebook and she's chasing skies while I stay in दुईटा साथी साथी उस्तै उस्तै छन् something in the way she keeps pulling at. त्यो दुईटा मुनमा त्यसरी बसेर यता केटाकेटीलाई पार्क पनि रहेछ जाउँ न हात्ती यो छोरा हात्ती हो कि छोरी हात्ती हो Carry the sun. यहाँ चाहिँ पार्क पनि रहेछ यहाँ What I hold inside if I don't ask your name today. चाहिँ के रहेछ के बताउन She hums a tune I've never त्यो heard मजाको फुल रहेछ in languages I can't speak. She writes down cities on her wrist and
dreams she'll never keep. I sip my coffee, miss my cue, still anchored by my feet. But time rolls on like open road, and soon she won't be here. हेलो गाजी यहाँ त यस्तो पनि छ त रमाइलो बाँदर उफ्रेर जस्तै छ खाजा खाएर अब लाग्न आँटिरहेछौँ यहाँ सुन्दर सुन्दर गुलाबको फुलहरू फुलेको रहेछ वाउ 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 गाइस हामी फर्किँदैछौँ बाटो यस्तो छ हुस्सीले गर्दा केही देखेको छैन यस्तो जाडो छ एकदम ठिरी आउने खालको जाडो छ यो चाहिँ रेडी भइसक्यो बाबु त अब